हेलो अनि नमस्ते साथीहरू, के छ समाचार? हामी हुनुहुन्छ होला। आज हामी धेरै दिनको ग्यापपछि फेरि एउटा भिडियो बनाउने प्रयास गर्दैछु। किन भन्दाखेरि कतारमा एकदमै जाडो छ अहिले, 2-4 दिनबाट त्यसरी जाडोले गर्दाखेरि कहीँ हिँड्नलाई जाँगर पनि छैन, मुड पनि छैन। बिहान ड्युटी जाऊ आऊ टक्क, त्यति मात्रै हाम्रो विशेष काम भइरहेछ। आज चाहिँ हामी जाडोले गर्दाखेरि ढेँडो र लोकल कुखुराको झोल बनाएर ढेँडो खाने प्लान गर्दैछौँ। त्यो ढेँडो चाहिँ फेरि पिठो चाहिँ विशेष हाम्रो गाउँको मेरो गाउँको नेपालबाट आएको कोदोको पिठो र मकैको चाख्ला छ, त्यो मिक्स गरेर चाहिँ माले ढेँडो भन्छ हामीले चाहिँ। त्यो चाहिँ हाम्रो गाउँको चाहिँ एकदम विशेष राम्रो मानिन्छ। हामी विशेष फेमस छ हाम्रोतिरको। कसैलाई चाहिँ अब ढेँडो भन्दाखेरि चाहिँ कोदोको मात्रै खान्छ होइन, कसैले मकैको मात्रै खान्छन्। तर हाम्रोतिर चाहिँ मिक्स गरेर कोदो र मकैलाई मिक्स गरेर चाहिँ खाएकोलाई चाहिँ त्यो ढेँडो भन्छ। तर त्यो चाहिँ बेस्ट, दामी, मलाई चाहिँ दामी लाग्छ। त्यसले गर्दाखेरि जाडोमा खानलाई पनि बेस्ट हुन्छ। लोकल कुखुराको झोल बनाउँदैछ, त्यसले गर्दाखेरि तपाईँहरूलाई पक्कै देखाउने नै छु। हेर्दै गर्नु होला। उतातिर किचनमा बुढीले के गर्दैछ भनेर हामी हेर्न जानेछौँ। हस्, हेर्दै गर्नु होला गाइस। उता अब ढेँडो बन्दैछ, के गर्दैछ भनेर चाहिँ हामी ढेँडो बनाउने मान्छेलाई हेर्न जाँदैछौँ। हाम्रो किचन यस्तो फोहोर छ कि फेरि यति धेरै उयो छ, यस्तो छ। अब यहाँ चाहिँ के हो, ढेँडो पनि के हो, उमा बनाएको थियो कि हो यार, लोकल चिकन सिटी लाएर स्याँड बनाएको छ। खै ढेँडो हेर, ढेँडो बनाएको ल। यो हो नि त खाने, यो यस्तो हुन्छ कि यति दामी हुन्छ कि मेरो बुढीले बहुत मेहनत गरेको छ। आज जाडोमा चाहिँ ढेँडो र कुखुराको मासुसँग च्याप्प खाने भने त्यति त खतरा लाग्छ क्या। ढेँडो कतिको मनपर्छ? ठिकै है। मलाई त मेरो त फेभरेट हो। मलाई त बिहान बेलुका पुरा ढेँडो बनाएर दियो भने नि खतरा खाइदिन्छु नि त म त। त्यस्तो हो। त्यसले गर्दाखेरि हामी चाहिँ पुरा, म पनि एक्साइटेडमा छु ढेँडो बनाएर खाने भनेर चाहिँ। यस्तो एक्साइटेड छु कि अब ढेँडो खान पाइन्छ भनेर चाहिँ हामी पुरा दिइरहेको छु के अरे अब होइन। हामी चाहिँ यस्तो गरेर टक्कलाई ढेँडो बनाएको छ बुढीले। ठिक छ, हामी फेरि तपाईँहरूलाई खाने बेला पनि देखाउने नै छु गाइस। हाम्रो रुम पनि यति फोहोर छन् कि फेरि सधैँ सुतेर उठेर पनि केही गरेको छैन। त्यसले गर्दाखेरि यस्तो छ। जति बिहान चिया खायो, चिया पनि यही छ। यहाँ फ्रुटहरू छ, त्यो अचार अस्ति बनाएको मुलाको अचार दामी छ। यहाँ हामीले खाएको अस्ति बनाएर पनि खाइसक्यौँ, यहीँ बनाएको। अस्ति मुला लिएर आएको थियो, मुला लिएर आएर पनि बनाएर हामी खाइसक्यो। यो चाउचाउ चाहिँ फेरि यो बुढीको खाजा, यो चाउचाउ खाने भनेर भन्छन्। त्यसले गर्दाखेरि लिएर आएको यस्तो छ। त्यसले गर्दा हामीहरू अब टक्क ढेँडो यहाँ बसेर खानुपर्छ। त्यो खाना खाने बेलामा फेरि यहाँ तपाईँहरूलाई देखाउने नै छु ल। आज जाडो बनाउनलाई ढेँडो र लोकल कुखुरा है हेरौँ गलाएर यसरी डोब्ने, यसरी चाहिँ खाने। थालभन्दा धेरै खानेकुरा देखियो। यो त यत्रो खानुपर्छ ढेँडो। यो मेरो चाहिँ फेरि ढेँडो फेरि फेभरेट ल। भयो ठिक छ ल, खाऊ तिमी पनि। A few moments later. हेर्दै गर्नु होला, धन्यवाद, मजा लिनु होला तपाईँहरू पनि ल। बाई।